with school flag Aisha Rai, with introduced by our school captain Aniket Pradhan, and receiving the salute by our honorable chief guest. नानीहरूले मार्च पास्ट प्रारम्भ गरिरहेको दृश्य कालिम्पोङ ग्रेस एकाडेमी कार्माइकल खेल मैदानमा नानीहरूले मार्च पास्ट आज स्पोर्ट्स डेको फाइनल डे भएको कारणले मार्च पास्ट गरिरहेको एउटा दृश्य आफ्नो आफ्नो झुन्डुलाई अघि बढाइरहेका छन् आजको फिल्मको उद्घाटन अतिथि हुनुहुन्छ एल्डन पिटासो पाल्टेन टासोजी नर्सरी युकेजी का नानीहरू ग्रेस स्कुलको द्याट स्पोर्ट्सम्यानहरूले चाहिँ स्पोर्ट्सम्यान एन्ड वुमन युआर चिल्ड्रेन हेल्थ युआर इन्क्रिज युर हेल्थ ड्यू टु स्पोर्ट्स इफ यु आर participating in the sports your health will be improved. Another thing that teamwork, it is a teamwork. Sports, those who are in sports, they are having a teamwork. यो कोअपरेसन गर्ने तपाईहरु तिमीहरुले यो गर्न सक्छ अनि यसले चाहिँ लिडरशिप पनि डेभलप हुन्छ अनि राम्रो खेल्नु थालेपछि इज्जत पनि पाउँछ अनि अर्गनाइजेसन एबिलिटी पनि तिमीहरुमा डेभलप हुन्छ यो स्पोर्ट्सको कारणले गर्दाखेरि एक्सरसाइजको कारणले गर्दाखेरि अनि राम्रो इज्जत पनि कमाउँछ र हाम्रो ग्रेस स्कुलबाट यस्तो व्यक्ति पनि निक्लियो कि नेशनल लेभल आयो To reach the top, live for
नानीहरूले यस्तो राम्रो मार्च पास गरेको लागि त हाम्रो प्यारेन्ट्सहरूले प्लिज थप्पडी मारिदिनु सबैजनाले।